हेलो साथी हो, आज आमाको बर्थडे छ र यहाँ आमाको केक सरप्राइज केक हो यो। हामीलाई सरप्राइज हामीलाई केक कटाउँदैछ आज हो। अहिले तपाईँले देख्न सक्नुहुन्छ बर्थडेमा आज यहाँ बर्थडे गर्ल आमा। हेलो भनिदेऊ तपाईँलाई। हेलो हाई। हेलो यहाँ दिदी, यहाँ म्याडम, यहाँ भान्जी, माइसेल्फ। अब यहाँ केक कटिङ हुँदैछ हाम्रो यहाँ। हेलो ह्याप्पी बर्थडे टु यु। Happy birthday to you. लु यो लगाएको चाहिँ ठुलो मान्छेबाट लिएको गिफ्ट अरे। यो सानो मान्छेले गिफ्ट दिँदैछ खोज। लु यो सानो भान्जीले दिएको ठुल दिदीले यहाँ दिँदैछ गिफ्ट। फेरि भन, फेरि थ्याङ्क यू भन। खोला त्यो लु बुहारीकोबाट गिफ्ट। हेर खोलिहाल खोलिहाल। लु खोला। कलर छान्ने यहाँ, कलर छान्ने यहाँ। यता 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 भन। लु यो बुहारीकोबाट। अनि मेरोबाट त मैले अस्ति नै तिलरी कानको बनाइदिएको छु। हेलो साथीहरू, सबैलाई नमस्कार। आज चाहिँ मेरो मिसेसको टर्न। आजको स्पेसल रेसिपी यो लोकल चिकन हो। लोकल चिकन छ आजको स्पेसल। उनीहरूले प्याज हालिसकेको छ हो। यस्तो छ आज हाम्रो। यतिबाट गोटा आलु फ्राई गरेर राखिरहेको छ मासु हाल्नुको लागि है। अझै मिसेस अलिक छिटो भएछ कि देखाउनु बिर्सेछु मैले यहाँ हो। यो मसलाहरू हालिसकेको छ। मसला जिरा, धनियाँ, हर्दी, नुन, कश्मिरी लाल मिर्च। अब मासु हाल्ने पालो कति हो। मलाई त त्यस्तो लोभ लाग्दैन। यो यस्तो भएको छ। अब यसमा चाहिँ हट वाटर गरम पानी हालिदिनु यहाँ। यसरी पानी हालेको छ। यो पानी चाहिँ किन हालेको भने चाहिँ एकैचोटि मासु पनि पाक्ने हो, ग्रेभी पनि यही हो। ग्रेभी मतलब हल्का झोल हुन्छ मासुमा र घरिघरि पानी थप्दा चाहिँ मासुको टेस्ट जान्छ र चाहिँ गरम पानी एकैचोटि हालेर यसलाई अब यसले मासु पनि पाक्छ अनि यसको रस पनि यसको मासु बनिसकेको रस पनि झोलमा बसेर यो टेस्टी हुन्छ साथी हो। एकपल्ट फेरि तपाईँहरूलाई चिकन दर्शन गर्दैछु। हेर्नुहोस् मोटामोटी हल्का पाकेछ। अलिक त्यो छोडेको छ है। हेर्नुहोस् यो पानी टक्कै घट्दाखेरि यो पानी 50% चाहिँ मासु पाक्छ। त्यो चिकन यस्तो भयो, पर्फेक्टली कुक्ड। हेर्नुहोस् कलर अहिले। र आजको यो रेसिपी चाहिँ विशेष गरी आमाको बर्थडेमा हामीले गरेको हो। यहाँ भात हुँदैछ। यो सँगसँगै हाम्रोमा आइटम छ, सब्जी छ है। र आजको लागि यति नै। सबैबाट बाई बाई वान्स अगेन। फेरि आमालाई ह्याप्पी बर्थडे मेरोबाट।